कसरी अगाडि बढ्ने भनेको चाहिँ मैले नबुझेको। एजेन्डा त काम गर्ने हो, काम गर्ने जुन काम यो देशमा आजसम्म भएन होइन, यतिका वर्षसम्म त्यो काम गर्ने हो। उत्पादन, निर्माण होइन, तपाईँको चाहिँ नि सामाजिक रूपान्तरणका लागि, आर्थिक रूपान्तरणका लागि हामी अब फिल्डमा निस्केर काम गर्छौँ। अफिसमा बसेर होइन भाषणमा सीमित हुँदैनौँ। हामी चाहिँ पक्का फिल्डमा काम गर्ने एउटा सङ्गठन निर्माण गर्दैछौँ र त्यही चिज हो यो। आज आधिकारिकता पाएको छ दलले होइन। अब यो छडलाई कसरी सम्झिनुहुन्छ? यतिका श्रम संस्कृति पार्टी नाम राख्नु भएको छ, श्रम गरिरहनुहुन्छ, आफै फिल्डमा खटेर स्वयं आफै नै श्रम गर्ने मेयरका रूपमा, जनप्रतिनिधिका रूपमा चिनिनुहुन्छ। यो छडलाई कसरी चाहिँ अत्यन्तै म चाहिँ आज अत्यन्तै खुसी छु। म एक्लो अभियन्ता थिएँ आजभन्दा 10-15 वर्ष अगाडिको कुराहरू। त्यो एक्लै कुदिने मान्छे अब एक्लो रहेन र मै जस्तो यो देशमा चाहिँ नै पसिना बगाउनुपर्छ, हामी सबै मिलेर देशलाई उठाउनुपर्छ भन्ने मान्छेहरूको चाहिँ नि तपाईँको जमात बढ्दो छ र उहाँहरूसँग अब धरानमा मात्रै मैले श्रम गर्थेँ होइन, विकासका लागि काम गर्थ्यौँ। अब चाहिँ देशैभरि गर्न पाउने भएँ भन्दाखेरि चाहिँ अत्यन्तै खुसी छु र सम्पूर्ण टिमलाई, समर्थक सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। अहिलेसम्म त अब श्रमका माध्यमबाट अगाडि आइरहनु भएको छ, तर दल भनेपछि अनेक कुरामा, अनेक विकासका परियोजनामा, अब सत्तामा पुगेपछि भू राजनीतिहरू, अनेकन कुराहरूमा ध्यान दिनुपर्छ। यी सबै कुराहरूलाई कसरी मिलाएर लानुहुन्छ? हामी सबै मिलाएर लान्छौँ, सबैभन्दा पहिला त देशमा काम गर्नुपर्छ, उत्पादन बढाउनुपर्छ। हामी सबै बेरोजगार छौँ प्राय होइन, त्यसले गर्दाखेरि अब रोजगारीको सिर्जना गफले हुँदैन, विदेशी ऋणले पनि चल्दैन यो देश। त्यसले गर्दाखेरि अब यो देश हामी आफैले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक तपाईँको छैन जुन शैली छ, ती शैलीलाई हामीले बिर्स्यौँ। त्यो मौलिक शैलीहरूलाई पनि हामीले चाहिँ फेरि पुनः थप के अरे तपाईँको चाहिँ होइन उजागर हामी गर्छौँ र त्यो तरिकाबाट हामी अगाडि बढ्नुपर्छ। यो चाहिँ नि अरूले घोडा चढ्यो भन्दैमा आफूले चाहिँ धुरी चढ्नु हुँदैन है। आफ्नो धरातल बिर्सेर नेपालीले चाहिँ नि खेतबारी बाँझो राखेर आकाशतिर हेर्दाखेरि होइन आज हामी गरिब भएका छौँ। यद्यपि प्राकृतिक सम्पदाले भरिएको देश हाम्रो छ। हामी